नमस्ते एभ्रिवान, आई एम पियान। वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला, आई होप। मैले आज चाहिँ एउटा सानो पजल गेम लिएर आएको छु। हाम्रो पजल गेमले चाहिँ हाम्रो दिमागहरूलाई, एक्टिभिटी, लजिकहरूलाई राम्रो बनाउँछ। यसैले म हरेक दिन पजल गेम खेल्छु। आई होप हजुरहरू पनि खेल्नुहुन्छ होला होइन। मैले चाहिँ 4x4 पजल गेम चाहिँ कसरी सल्भ गर्ने भनेर लिएर आउँदैछु। स्क्रिनबाटै सिकाउने छु है। आई होप हजुरहरूले पनि खेल्नुहुन्छ होला यो गेम भन्ने आशा गर्छु है। र कुनै पनि नबुझ्नु भएको छैन भने कमेन्टको थ्रु बताउन सक्नुहुनेछ। चाहन्छु है, मोबाइल स्क्रिनमा देखाउन चाहन्छु र त्यहीँबाट यो भिडियो चाहिँ तपाईँहरूलाई यो गेम चाहिँ सिकाउन चाहन्छु। हामीले चाहिँ 4x4 पजल गेम सिकाउन गइरहेको छौँ। यसैले हामीले 4x4 पजल गेम अन गर्छौँ। यसको लागि अन गरेपछि हामीले 4x4 पजल गेममा चाहिँ 1 देखि 15 सम्म चाहिँ नम्बरलाई चाहिँ सिरियल वाइज सेट गर्नुपर्दछ। सेट गर्दा चाहिँ 1 2 3 4 यसरी नै सेट गर्नुपर्दछ होइन। 1 को जग्गामा 1, 2 को जग्गामा 2 र 15 को जग्गामा 15 अथवा 15 को जग्गामा 15 सेट गर्नुपर्दछ। सेट गर्न चाहिँ दुईवटा स्टेप चाहिँ बहुत इम्पोर्टेन्ट हुन्छ होइन, ध्यान दिनुपर्दछ। अनि बल्ल सेट गर्न चाहिँ आसान हुन्छ। आसान गर्दा चाहिँ पहिला चाहिँ 3 लाई सेट गर्दाखेरि ध्यान दिनुपर्दछ। अनि 7 लाई सेट गर्दाखेरि ध्यान दिनुपर्दछ। र 9 र 13 लाई पनि एकैचोटि सेट गर्नुपर्दछ है। यो 9 र 13 लाई सेट गर्दाखेरि ध्यान दिनुपर्दछ। ओके, यसको लागि चाहिँ सुरुमा हामी चाहिँ स्टार्ट गर्छौँ होइन। स्टार्ट गर्दा म चाहिँ सुरुमा चाहिँ 1 लाई सेट गरिहाल्नु पर्दछ होइन। 1 लाई सेट गर्नु होइन, पहिला सुरुमा 1 लाई सेट गरेको बादमा फेरि 2 लाई सेट गरिहाल्ने होइन। 2 लाई सेट गर्दाखेरि 2 लाई सेट गरौँ होइन। 2 लाई सेट गरेपछि 3 लाई सेट गर्दाखेरि ध्यान दिनुपर्छ भन्दै थिएँ मैले। त्यसको लागि चाहिँ 3 लाई नलिएर आउने अगाडि, त्यसको जग्गामा 3 को जग्गामा चाहिँ 4 लाई लिएर आउने। 4 लाई लिएर आएपछि चाहिँ ठिक यो 4 को तल चाहिँ 3 लाई लिएर आउनुपर्छ। यसरी 3 लाई लिएर आउने। अनि 3 लाई लिएर आएपछि के गर्नुपर्दछ भन्दा 4 लाई चाहिँ राइट साइड लगाएर 3 लाई माथि लगाएर सेट गर्नुपर्दछ। यो चाहिँ यसरी 1 2 3 4 4 चाहिँ सेट भयो। 4 सेट भएपछि फेरि अब तपाईँहरूले 5 लाई चाहिँ सेट गरिहाल्नु पर्दछ। सेट भयो। सेट भएपछि 5 सेट भएपछि 6 लाई सेट गरिहाल्नु पर्दछ। 6 पनि सेट गर्ने। 6 लाई सेट गरेको बादमा फेरि मैले भनेको थिएँ हजुरहरूलाई 7 लाई सेट गर्दा ध्यान दिनुपर्दछ भनेर। 7 लाई सेट गरेपछि तपाईँहरूले 7 लाई सेट नगर्ने, पहिला 7 लाई सेट नगर्ने, पहिला के गर्ने 8 लाई सेट गर्ने। हजुरहरूले 8 लाई सेट गर्नुपर्दछ। 8 को ठिक तल फेरि के गर्नुपर्दछ, 8 को तल ठिक यसरी नै हजुरहरूले 7 लाई लिएर आउनु पर्दछ होइन। अब 8 लाई चाहिँ राइट साइड लगेर 7 लाई चाहिँ माथि लगेर सेट गर्नुपर्दछ। अब सेट गर्दा चाहिँ यसमा चाहिँ अब लास्टको दुईवटा यो र भन्छ नि त, रलाई चाहिँ रमा चाहिँ 9 र 13 र 9 सेट गर्दाखेरि बल्ल ध्यान दिनुपर्दछ। एकैचोटि सेट गर्नुपर्दछ है 9 र 13 लाई। 9 र 13, 10 र 14 एकैचोटि सेट गर्नुपर्छ, बल्ल तपाईँहरूको यो पजल गेम चाहिँ सल्भ हुन्छ है। यसलाई सेट गर्दाखेरि चाहिँ सुरुमा चाहिँ हजुरहरूले 9 र 13 लाई चाहिँ अगाडि लिएर आउनु पर्दछ होइन। 9 र 13 चाहिँ त्यसको लागि चाहिँ 9 लाई चाहिँ पछाडि, 13 लाई चाहिँ अगाडि गरेर यसरी लिएर आउनु पर्दछ होइन। 9 र 13 यसरी अगाडि र पछाडि गरेर राख्नु पर्दछ। अब 13 लाई चाहिँ तल, 9 लाई चाहिँ यसरी सेट गर्नुपर्छ, माथिपट्टि सेट गर्नुपर्दछ होइन। अब 13 र 9 लाई सेट गरेपछि फेरि 14 र 10 लाई चाहिँ एकैचोटि सेट गर्नुपर्दछ। 10 र 14 लाई सेट गर्नको लागि चाहिँ हजुरले पहिला सुरुमा अगाडि 14 लिएर आउनु पर्दछ र पछाडि चाहिँ 10 लिएर आउनु पर्दछ होइन। 10 लिएर आउनुको लागि चाहिँ हजुरले यसरी लिएर आउनु पर्दछ। यसपछि फेरि हजुरले के गर्नुपर्दछ भन्दा लिएर आएको पछि हजुरले 14 लाई तल,
10लाई माथि गरेर सेट गर्नुपर्दछ। यसपछि फेरि हजुरहरूले यो 10 11 12 र 15लाई तपाईँले रोटेट गरेर सल्भ गर्न सक्नुहुन्छ होइन। जताडि गरे पनि यसरी रोटेट गरे नि हुन्छ, यसरी रोटेट गरे नि हुन्छ होइन। अब जसरी गर्दा पनि हुन्छ, तपाईँहरूले रोटेट गरेर यसरी सल्भ गर्न सक्नुहुनेछ। गाइज, हामीहरूले चाहिँ यो 4x4 पजल गेम चाहिँ यसरी सल्भ गर्न सकिन्छ है। अनि हजुरहरूलाई कुनै पनि डाउट छ भने है हजुरहरूले चाहिँ कमेन्ट गर्नुहोस् है।